हेलो गाइज नमस्ते। अहिले हामी चखेवा भन्ज्याङ हुँदै मुन्दुम पदमार्गको बाटो हाँसपोखरी हुँदै गोठालो फर्मसम्मको यात्रामा रहेको छौँ। यहाँको सुन्दरताले जो कोहीलाई मोहित बनाइदिन्छ। एकपट्टि सायद घाम लागिरहेको छ भने अर्कोपट्टि बादल लाएर पानी आइरहेको छ। र यहाँको विशेषता मेन भनेको चाहिँ यहाँ ठुला ठुला पाटनहरू रहेको छ, जहाँ चाहिँ गाई भैँसी बाख्रा लगायत माथिल्लो भेगमा चाहिँ चौरीहरू एकदमै धेरै मात्रामा देख्न सकिन्छ पाटनहरूमा। र यहाँ चाहिँ घोडाहरू जतासुकै पनि देख्न सकिन्छ। यहाँको मौसम चाहिँ छिनछिनमा परिवर्तन हुँदै कहिले घाम लागिरहेको हुन्छ भने कहिले उठ्ने फेरि कुहिरोले जमिन कतै पनि देख्न सकिँदैन। यति ठुला ठुला पाटनहरूमा हिँड्दाखेरि चाहिँ एकदमै आनन्द आइरहेको हुन्छ। र यहाँ चाहिँ तपाईँहरू एकदम चौरीहरू गाईहरू चरिरहेको देख्न सक्नुहुन्छ पाटनमा। यो सुन्दर दृश्यले हामी सबैको मन चाहिँ